मरु खास कहाँबाट आउनु आज? घर कहाँ? ओखलढुङ्गा। कसरी टिकटक मार्फत आउनुभयो कि अरू कसरी? टिकटक मार्फत उहाँ बाहिर हुनुहुन्छ नि त, उहाँले जानु भन्नुभयो, उहाँले दिनुभएको छ। तपाईँ मुख देख्दा यति सोझी देवी जस्ता मान्छे, तपाईँ त पर पुरुष छोरा मान्छे देख्दा त तपाईँलाई डर लाग्ने मान्छे कसरी यहाँ हस्तरेखा हेर्दा तपाईँको अरविन्द योग छ, लप पारेर बिहा गरेको देखियो नि। किन लप पारेको त? नेवार्ने होइन तपाईँ? लप पार्नै मन लाग्यो? सोझी संसारमा उहाँ जस्तो स्कुल जाँदा नि पढाइ त उहाँको खास राम्रो होइन। उहाँले एसएलसी सेकेन्ड डिभिजनमा गएर छोड्ने कुरा थियो। कुन डिभिजन? अनि एसएलसी ठ्याक्कै सेकेन्ड डिभिजनमा गएर 11 त पढ्दै पढ्नु भएन, कलेजै जानु भएन, लभले बिगार्यो। उहाँको पहिलो विवाहको लग्न चाहिँ 18-25 वर्षभित्रै थियो। कतिमा गरियो? त्यही त 18 पुगेर 19 लाग्दा बिहा भएछ। पञ्चम गर्भको योग भए पनि 2 देखि 3 सन्तान। त्यो श्रीमान धेरै ठुलो देश हुनुपर्ने, अहिले दुबई कतार मलेसियातिर भएको देखियो। अब अहिलेसम्म आर्थिक लाभका बाटाहरू भेटिएका छैनन्। भाडाकै घरमा बसिया छ। भाडाकै घरमा अब बुढो आएपछि गर्ने। तपाईँलाई रेस्टुरेन्ट क्याफे हुन्छ, सेकुवा कर्नर गर्दा हुन्छ, राम्रो छ। अटल सौभाग्य कि धनी 80 इयर्स 80-81 वर्षमा पतिकै काखमा मृत्यु। पतिकी अति नै प्रिय हुनुहुन्छ र सन्तानबाट पूर्ण सुख प्राप्ति छ। अनि छोराको खै देखा त त्यो त A+ आउनु पर्ने B+ आइदियो। के हो त मान्छे देख्दा हिरो B+ ल्याउने कि गर्लफ्रेन्ड बनाएको थियो र? अलिअलि एउटी चेखुरीसित लभ पर्यो। फर्स्ट लभ अनसक्सेस, पहिलो प्रेममा धोका। अब लभ नगरै छोरा। 25 देखि 31 बिहा, 2 देखि 3 सन्तान। 21 वर्षभित्र अस्ट्रेलिया जान्छ यो। 11 पास गर्यो हो त? सानै उमेरमा यो त 14 मै एसएलसी गर्ने ग्रह थियो। उमेर बढाएर कतिमा गर्यो? 15 लाग्दा एकदम फास्ट, यो त छिटो पढ्ने ग्रह। 12 पास गरेपछि बाहिर जान्छ। त्यहाँले मल्टी एकदम अल्बर्ट आइन्स्टाइनको दिमाग छ यसको। अहिले पढ्न अलि अल्छी, 9 बजीसम्म सुत्छ र समग्रमा ग्रह राम्रो। यसको 90 इयर्स आयु, लभ म्यारेज फाप्दैन। 25-31 मा बिहा, 1 छोरा 1 छोरी, 2 सन्तान। कालो कपडा नलाऊ, बिहिबार मासु अन्डा नखाऊ। राम्रो छ छोराको। अहिले अलि अल्झी लेजी भएछ, पढ्न अलि कोसिस गरेका छैन। अनि हाम्रो म्याडम यहाँ आएर हजुरहरू हेराउँदा जस्तो यत्रो बेर लाइनमा तल बसेर हेराउनु भयो, कस्तो अनुभव भयो हजुरलाई? अरूलाई भनिसियो ओखलढुङ्गावासीलाई। राम्रो छ, सबै कुरा विश्वास लाग्यो। बस बिहान 6 बजे आइपुगेको थिएँ, आएर कुरेर बस्दा पनि तर त्यो कुरेको त्यो भएन, पछि त लागेन, तर पनि ह्याप्पी। त्यही त सबै मित्रवर्गलाई ज्योतिष हरिहर खरेल, काठमाडौँ, कोटेश्वर, जडीबुटी, नरेफाट, भगवान कृपा मार्गमा यहाँहरूलाई स्वागत छ। हाम्रो मेरो मोबाइल नम्बर 98-510-90-545, 97-67-34-54-38 मा कल गरेर आउन सक्नुहुनेछ। यो नरेफाटको ब्रेन आर्ट स्कुल नजिकै भिरगु ज्योतिष तथा हस्तरेखा परामर्श केन्द्र रहेको कुरा जानकारी गराउन चाहन्छु। हाम्रो नेवार हुनुहुन्छ श्रेष्ठ हो। आदरणीय मेमको नाम के हो? विनिता श्रेष्ठ। ओखलढुङ्गा कुन गाउँ? चम्पादेवी गाउँपालिका। त्यो टार केराबारी नजिकै? हजुर, केराबारी नजिकै हो। त्यही त। हजुर, छोराको नाम? ल सबै मित्रवर्गहरूलाई हाम्रो आदरणीय मेम र छोरासँगै अहिलेलाई बिदा हुन चाहन्छौँ।